दर्शक महानुभावहरू नमस्कार। यो हो जनआवाज न्यूज नेटवर्कमा तपाईहरुलाई स्वागत छ। यो देशको भ्रष्टाचार विधिति र यो देशमा मौलाएको यो भ्रष्टाचार कसरी नियन्त्रण गर्न सकिन्छ? अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको कदम के त? सरकार बनेको अन्तरिम सरकार बनेको 3 महिना भइसक्यो। सरकारले कस्तो खालको कदम चालेको छ? यहाँ को पर्दैछ त? माछो भ्याउत मात्र हो कि देशको सुशासनमा पनि काम गरिएको छ? के भइरहेको छ देशमा आज? राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक भनेको कसरी हिँडिरहेको छ? यहाँ लुटतन्त्र मचाउनेहरूलाई अहिलेसम्म किन खोरमा हाल्न नसकेको भन्दै चारैतिर यहाँ आवाजहरू उठिरहेका छन्। माओवादी एमाले कांग्रेसका यी वरिष्ठ नेता भन्ने हुँदाहरूको सबै सम्पत्तिहरू छानबिन गर्नुपर्छ भनेर पनि सबैतिर चारैतिर दबावको सहित आवाज उठाउँदा पनि किन अन्तरिम सरकारले हिम्मत गरेन? के अन्तरिम सरकार पनि त्यही माछो भ्यागुतो हो? के पुरानै सरकार पुरानै शैली पुरानै परिवर्तनको जस्तो दिगो विकास गर्नु अर्थात् भ्रष्टाचारीको विकास गर्नु हो? के भइरहेको छ त? यस विषयमा पनि आजको समाचारमा हामीले सम्प्रेषण गर्नेछौँ। समाचार निकै महत्त्वपूर्ण छ, कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सिनुहोला। राजनीतिक पहुँच लाभ लिनेहरू अनुसन्धानको घेरामा के आएका हुन्? सीआईबीका अधिकारीहरू राजनीतिक तहका व्यक्तिको हुन् र कसरी लाभ लिने भन्ने कहिल्यै पनि खुलाउन चाहँदैनन्। नेपाल ट्रस्टले गरेको निर्णयको बेला पनि मुलुकको राजनीतिक नेतृत्वमा बसेकाहरूले विवरण केलाउँदा प्रमुख 3 दलका शीर्ष नेताहरू त्यति बेला पालो समातिनु पर्ने हो, तर पनि समातिएनन्, बरु सत्तामा रजगज गरिरहेका छन्। हेर्न सकिन्छ नेपाल प्रहरीको केन्द्रीय ब्युरो अनुसन्धान सीआईबीले दरबार मार्ग स्थित नेपाल ट्रस्टको 2 रोपनी जग्गा लिजमा दिएको घटनाको छानबिनमा प्रवेश गरेको छ। त्यस क्रममा शनिबार अवकाश प्राप्त सचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। अहिले खासै चर्चामा नभएको बाढीमा सचिव तहको निर्णयबाट पनि टुङ्गिएर निर्णय प्रक्रिया सामाजिक व्यक्तिहरूको संलग्नता भएको विषयमा पनि सीआईबी प्रवेश गर्न खोजेको छ। निर्णय प्रक्रियामा उच्च पदस्थहरूको पनि प्रत्यक्ष संलग्नता नदेखिएको घटनामा किन सीआईबीले एकाएक हात हालेको छ त? यो ब्रिफिङ नेपाल ट्रस्ट यो ट्रस्टको थामचुक लिङ्क अनियमिततामा 1 दशक भन्दा त्यसभन्दा बढी लामो समय भइसक्यो। त्यस यता लुकाइएका गरिएका क्रियाकलापहरू के छन् यसलाई पर्दाफास गर्नुपर्दछ। क्रियाकलाप विषयमा पनि केन्द्रित छ। सीआईबीको दाबीमा नियन्त्रणमा संलग्न व्यक्तिहरू र उनीहरूको राजनीतिक पहुँच बारे पनि अनुसन्धान भइरहेको छ। त्यो कति सहज छ त? लिन सकिन्छ लिज सम्झौतामा अनियमितता। नेपाल ट्रस्टको साउन 2071 मा जग्गा लिज दिने योजना बनाएको देखिन्छ। त्यति बेला 6 वटा कम्पनीहरूले प्राधिकरण अर्थात् सबैले हात हालेका थिए। त्यसमा जसको आफ्नो त्यसैको भक्त भने जस्तो आफ्ना मान्छेलाई हालेको चुर्लुममा देख्न सकिन्छ। यहाँ प्रतिस्पर्धा होइन, यहाँ आफ्नोलाई काटी चेप्ने बानी छ, यहाँ आफ्नोलाई हाल्ने बानी छ। अब के साँच्चै अब यो सरकारले यो विषयमा हात हालेको छ? त्यति बेला केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई केस कानुनी दायरामा ल्याउन सक्ला व्यतिथिको 10 चुर्लुममा डुबेको छ। नेपाल ट्रस्टको जग्गा अनियमितता बारे त्यति बेला अख्तियारमा उजुरी नपरेको होइन, तर अख्तियारका प्रमुख आयुक्त नवीन कुमार घिमिरेको जोड बलमा प्रारम्भिक अनुसन्धानपछि फाइल थन्काइएको राखिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष सम्बन्ध भएका घिमिरेले ओलीलाई अप्ठ्यारो पर्ने कुनै पनि निर्णय गरेनन्। त्यति बेला उपसचिव बाबुराम खतिवडाले अनुसन्धान गरेका कयौं विवादास्पद फाइलहरू तालमेल पठाएका थिए। अख्तियारले नेपाल ट्रस्टको कार्यकालमा चिठी काटेर केही सुझाव समेत पठाएको थियो। अख्तियारले अनुसन्धानको दायरामा आएका सार्वजनिक पदाधिकारी बाहेक अरूलाई जानकारी दिने अभ्यास छैन। त्यति बेला उसले थार्मुसेकलाई पनि फाइल तमाम गर्न थाल्यो, तर पनि जसो गरे पनि जुन जोगी आए पनि कानै चिरेको कसैले केही गर्न सकेन। त्यही प्रचण्ड, त्यही ओली, त्यही शेरबहादुरबाट नियुक्ति भएकाहरूले उनीहरूलाई कारवाही गर्न सक्नु हैसियत पनि थिएन। हो यस्तै देख्न सकिन्छ, किनभने यति बेला निकै गम्भीर र बबन्डर मचिएको छ। देशमा आन्दोलन स्थितिबाट बनेको अन्तरिम सरकारले अहिलेसम्म केही गर्न सकेको छैन। अब के गर्न सक्ला त? निकै बबन्डर मचिएको छ, निकै देशमा सङ्कट अवस्था आएको छ, तर पनि कसैले यहाँ ख्याल गरेको छैन, कोही पनि जिम्मेवारी देखेको छैन। अबको देश कता धकेलिँदैछ त? यसबारेमा पनि तपाईँको मनमा केही टिका टिप्पणी भए कृपया तलको हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। माओवादीले नसकेको भारी बोक्ने अब जेनजीले रहर गरेको छ, के सक्ला त?
जेनजीहरूले सत्ता स्वार्थकै कारण निम्तने राजनीतिक अस्थिरताको विकल्प बारम्बार उठाएर माग गरेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लोक झिङझाङलाई पनि आफ्नो शक्तिमा मान्ने र नेताहरूको यस्तो प्रणालीलाई वाक्क दिक्क गरेको छ। अब यसलाई हटाउनु पर्छ भनेर जेनजी लागेको छ। अब जेनजीले कति सक्ला नसक्ला त्यो आफ्नो ठाउँमा छ। संविधान निर्माणका क्रममा जोडिएका एउटा राजनीतिक एजेन्डा जेनजी आन्दोलनको रापछि फेरि एकपटक सत्तामा आएको छ। त्यो हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली। विशेष गरी राजनीतिक अस्थिरताको थकित र वैकल्पिक उपाय खोजिरहेकाले यसलाई स्थिरता र समृद्धिको अचूक उपाय ठानिरहेका छन्। तर अर्को पक्षले यसको शक्तिलाई एकै ठाउँमा केन्द्रित गरी नयाँ सङ्कट वा निरङ्कुशताको प्रस्थान बिन्दु बन्न पनि सक्ने जोखिम औलाइरहेका छन्। संसदीय लोकतन्त्रको पनि जवाबदेहिता दिन नसकेको गुनासो बीच नेपाल जस्तो विविधता र भू राजनीतिकले संवेदनशीलता मुलुकमा कुन शासकीय स्वरूप सान्दर्भिक होला? बदल्नु पर्ने राजनीतिक सांस्कृतिक हो कि शासकीय स्वरूप हो? यही प्रश्नलाई गम्भीर र जिम्मेवारी सार्वजनिक बहसको रूपमा रूपान्तरण गर्न थालिएको छ। बहसमा प्रत्यक्ष कार्यकारी श्रृङ्खला सुरु गरिएको छ, जहाँ दुवै पक्ष तर्क र विश्व अनुभव र संवैधानिक जटिलताका खोला खालीहरू चलिरहेका छन्। यो बहसमा राजनीतिक दल, जेनजी अगुवा, विश्लेषक र विज्ञहरू लगायतको दृष्टिकोण समान ठाउँ दिइनेछ। बहसको केवल कल्पना मात्र होइन, बहसले कस्तो खालको निर्णय निकाल्छ त्यो पनि हेर्न बाँकी छ। जेनजी विद्रोहका मागहरू प्रत्यक्ष निर्वाचित र राष्ट्रपति पनि एक बन्नु पुगेको छ र अन्तरिम सरकारसँग जेनजीका कतिपय समूहले प्रत्यक्ष निर्वाचितको राष्ट्रपतिको माग अगाडि सारेका छन्। मिराज ढुङ्गाना, अमिता खनाल, ऊर्जा सफल पोखरेल लगायतको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुँदा मात्र मुलुकको निकास पाउने तर्क गरिरहेका छन्। छुट्टै राजनीतिक दलको तयारी गरिरहेका ढुङ्गानाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहितका मागहरू पूरा नभए फागुन 21 तोकिएको मध्यवर्ती चुनावमा भाग नलिने अडान समेत गरेका छन्। शनिबार 1 कार्तिकमा पनि पत्रकार सम्मेलन गरेरै ढुङ्गानाले प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदाताको व्यवस्था भ्रष्टाचार र नियन्त्रणका लागि नागरिक स्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको प्रष्ट नीति अख्तियारमा गएको पनि बताइएको छ। तर यसको स्वभाव, यसको ढङ्ग कसरी जाला? अब के जेनजीले भने बमोजिम यो देशको शासन चल्ला कि अब देशमा कि अब जेनजीकै अनुहार जेनजीकै मिले मतोमा देश चल्न सक्ला त? माओवादीले पनि जनयुद्ध गरेर 10 वर्ष जनयुद्ध गरेर यो देशमा भएन, भ्रष्टाचारी भयो, बेथिटी भयो, अब यो सबैलाई नियन्त्रण गर्नुपर्छ। त्यसको विकल्प माओवादी हो भनेर पनि माओवादीले निकै सङ्घर्षका साथ आएर काम गरेको थियो, तर माओवादीले पनि केही गर्न सकेन। अहिले फेरि अब जेनजी विद्रोह चलिरहेको छ। अब साँच्चीकै के जेनजीले देशमा कायापलट गर्न सक्ला या त जेनजी पनि त्यही माओवादी जस्तै हुने हो? नातापात, कृपावाद र आफ्नो साथ मात्र खोज्ने हो? त्यो पनि हेर्न बाँकी छ। भर्खर पलाएको जेनजीले निकै महत्त्वपूर्ण समाचार अर्थात् निकै महत्त्वपूर्ण एजेन्डाहरू त उठाएको छ। त्यो कति कार्यान्वयन हुन्छ हुँदैन त्यो भोलि बिहानको कुरो। तर जेनजीहरूमा पनि अहिलेदेखि नै टुट फुट र छुटको एउटा सङ्घाट बन्न पुगेको छ। आफ्नै समूह छन्। जेनजी अहिलेसम्म